हजार यहाँ स्कुल जानुहुँदैछ हाम्रो मिसहरू र हामी चाहिँ सबै मिस सर अनि हाम्रो मेरो छेउमा हुनुहुन्छ रोशन सर उहाँसँग हामी भेट भएर चाहिँ उकालो जाँदैछौँ स्कुलको तर्फ। तपाईँहरूलाई धेरै दिन बादमा यो बाटोलाई पनि तपाईँहरूलाई देखाउँछु। मेरो डेलीको यो बाटो हाम्रो बाटो उकालो निकै जानु छ। हेर्नुहोस् है हाम्रो अनिता म्याम या भाउजू यो कमलामा सिधा कुन चाहिँ को हिजो भाले मसला मात्रै राखिरहेको छु मैले लगेको छु। बाबालाई चाहिँ गुन्द्रुक बनाउनु पर्छ टक्क। हाम्रो यहाँ विकासहरू हुनुहुन्छ। अब यहाँनिर हाम्रो अघि गोरी अर्ग्यानिक गार्डन डुको दामी दिदीलाई सजिलो हुन्छ भनेर नि कोही बेला गुन्द्रुकको झोल घाममा आउने माग्ला एमके बुबुले चाहिँ पुरा यहाँ खन्नुहुँदैछ है। अब चाहिँ हाम्रो यहाँ यो चाहिँ गुन्द्रुकको लागि अर्ग्यानिक सब जङ्गल बनाइन्छ झन् जुत्ताले भन्छ कसरी यहाँनिर हाम्रो सरहरू बिचरा एकदम अर्ग्यानिक फार्मिङको लागि रेडी गर्दैछ। के रोप्नु नि रे त सर? के रोप्नु नि हो? मकै 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 रोप्नुहुन्छ। दामी फलेपछि मजाले चियासँग खान्छ। हाम्रो बिएड सर तलबाट हिँडेर आएर जोर गर्दैछ है त जोर गर्छ स्कुलको लागि। मकैको लागि हरिदे भाउ चाहिँ राख्नु यसरी लाउनुपर्छ होइन। यो बिउ चाहिँ यो फोन चाहिँ निकाल्नु मलाई साँच्चै नै साह्रो पऱ्यो दुईवटा। गाउँले एमके दाजुले लोको निकालिदिएर चाहिँ ट्रिप ल्याउनु जान्छु ल म लगाइदिन्छु मकै बिउ। बिउ हाल्नु नि काँचो होला अनि योभन्दा पनि बाक्लो हालिदिएको होला।